आज म तपाईँहरूलाई राशिफलहरूको 12वटा राशिमध्ये 9 राशिमा पर्ने धनु राशिको बारेमा भन्न गइरहेकी छु। धनु राशिको चिन्ह भनेको धनुधारी हुन्छ र यसको तत्त्व भनेको अग्नि तत्त्व हो र यसको स्वामी ग्रह भनेको गुरु अर्थात् बृहस्पति हो। धनुराशि भएका मानिसहरू निकै ध्यानी, मिलनसार र आफ्नो काममा निपुण गर्ने क्षमता भएका हुन्छन्। गुरु अर्थात् बृहस्पतिको साथले गर्दा यिनीहरूको भाग्य निकै राम्रो हुन्छ। यिनीहरू राशिहरूभन्दा निकै प्रभावशाली राशिमध्ये एक हो। यिनीहरू बहुप्रतिभाका धनी हुन्छन्। यिनीहरूको विवाह सम्बन्ध पनि धेरै राम्रो हुन्छ। यिनीहरूको लागि लक्की नम्बर भनेको 3 हो। यिनीहरूको लकी कलर भनेको पहेँलो हो।